हामी जेनजीलाई छोएर देखाओ। अस्ति त हामीले एउटा सानो कास्टिङ मात्र गरेको सम्झिनुस् के, फेरि अर्को विद्रोह सुरु भयो। धम्की हैन, सुन्दिनुस्, माग पूरा गर्दिनुस्, हैन भने छोड्दिनुस्, त्यहाँ बस्ने जरुरत छैन। हामीले यति विश्वास गरेर सुशीला कार्कीलाई त हामीले आमा मानेर उहाँले भन्नुभयो कि 5 दिनमा हामी केपी ओली जस्ता हत्याराहरूलाई कटघरामा आएर समातेर यो जेनजी पुस्तालाई न्याय दिन्छु भन्नुभएको थियो। अब कति मर्न पर्ने हो। देश बनाउनको लागि राजाको आवश्यकता देखिन थालिएको छ। सबैलाई मिलाएर लान सक्ने क्षमता अब कसैको हातमा छैन, युक्कै पनि राजाले गर्नु भएको थियो। राजालाई सत्ता र कुर्सीको लोभ चाहिएको थियो भने अस्तिको दिनमा राजा सिंहासनमा हुन्थे कि, किनकि राजालाई यो सिंहासनको खाँचो छैन। राजा सधैँभरि राजा नै हुन्छ। अब देश बनाउने हो भने सबैजना एकजुट हुनै पर्छ, सबैजना सडकमा उत्रिनै पर्छ। म आफै नै यहाँबाट बोलिदिन्छु कि राजा आएपछि यो देश तपाईहरुले सोचे भन्दा धेरै माथि पुग्छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुनाव गराइदेऊ न भने त्यो पनि मिल्दैन भनिदिन्छन्। उहाँले भन्नुहुन्छ के चाहिँ गर्न मिल्छ, अब चुनाव गराउन मिल्छ। हामीलाई चुनाव स्वीकार्य छैन, हामीलाई देश बनाउनु पर्ने छ। तर मलाई डर छैन, मर्न परे मर्दिउला देशको लागि। कतिको आँखा छैन, कतिको हात छैन, कतिको खुट्टा छैन, के गरेर खान्छन् भोलिको दिनमा। हामीले महेन्द्र शासन सुनेको हो, हामीले पृथ्वीनारायण शाहको पालाको पनि दिन देखेको हो। यो कसैले सक्दैन, कसैले सक्दैन। यत्रो खुलेआम मान्छेलाई गोली बङ 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 हानेछ। एउटा मान्छेलाई गोली लागेपछि त्यसलाई बचाउन जाने मान्छेलाई दोहोर्याएर त्यो हुलमा गोली हानेको प्रमाण मसँग छ। अहिले राजाको कुरा गर्नेहरूलाई चाहिँ रैती भन्दा रहेछन् हैन। मलाई त यति खुसी लाग्छ कि मलाई रैती भन्दाखेरि म कम से कम कांग्रेस एमाले माओवादीको झोले हुनबाट बचेको रहेछु। म त एउटा सच्चा नेपाली अब चाहिँ रहेछु भन्ने चाहिँ लागिरहेछ। यो हाम्रो माग के हाम्रो लागि मात्र हो, हामी घाइतेहरूको लागि मात्र हो, यो आन्दोलन के हाम्रो मात्र रह्यो र हामी देश बनाउन लडेको हो। सच्चा राष्ट्रभक्त म, मेरो वचन कहिले पनि म खेर फाल्दिन। 240 वर्ष राज संस्था चलाए तेरो निरंकुश राजाले के गरेछ, के गरेको थियो भनेर चाहिँ क्वेशन गर्नेहरू धेरै देखियो हैन। आजको नेताहरूलाई भुइँको धुलो नसम्झिनेहरूको अगाडि वीर गोर्खाली महेन्द्र राजा वीर विक्रम शाह जाँदाखेरि सबैजनाले उठेर टाउको निहुर्याउने दिन आएको थियो। हाम्रो महेन्द्र राजाले देशको शिर त्यहाँ पुर्याउनु भएको थियो। आजको देशको अवस्था कस्तो रहेको छ। स्कुलमा राजाले बनाइदिएको स्कुलमा पढेर राजनीति गरेर राजाकै विरुद्धमा बोलेर हिँड्ने नेताहरूका कुरा सुनेर को झोले को रैती भनेर झगडा गरेर मरेर मारेर लडेर एक आपसमा सामाजिक सञ्जालमा झगडा गरेर बसेर देश बन्दैन। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने बित्तिकै सबै देश बन्छ भन्ने सोचिरहनु भएको छ नि, बन्दैन। तपाईहरु ढुक्क हुनुस्, काहीँ पनि बनेको छैन है, बनेको छैन। राजै चाहिन्छ। हिजो कम्बोडियामा नि राजा फालेका थिए, हिजो बेलायतमा नि राजा फालेका थिए, हिजो जापानमा नि राजा फालेर आएका देश हो। फेरि त्यहाँ किन राजा ल्याए त, दोहोर्याए। उनीहरूले बुझे नेपालीले अब कहिले बुझ्ने, नेपालीले अब कहिले सोच्ने। देश सकिसक्यो, देश सकिने भनेर चाहिँ के माटो नै चाहिँ इन्डियाले बोकेर अरूले बोकेर लाने हैन नि, माटो त यही रहन्छ। बिस्तारी नक्सा पेलिँदै आउने हो, बिस्तारी झण्डाको रूप फेरिँदै जाने हो, बिस्तारी सर्वसाधारण जनताको स्वाभिमानमा खेलिँदै जाने हो। यही हो देश बिग्रिने भने, देश लुटिने भने यही हो। काला पानी लिपियादुरा। त्यहाँको जनताको भावना सुन्नु भएको छ, त्यहाँको जनताको कुरा सुन्नु भएको छ, त्यहाँको जनतालाई एकचोटि भेटेर हेर्नु भएको छ। उहाँहरूले हात जोडेर बोलिरहनु भएको छ कि हामीलाई नेपालसँग नजोड्दिनु, हामीलाई बाँच्न गाह्रो भयो। त्यो अवस्था कसले पुर्यायो, कसले पुर्यायो, कति वर्ष शासन गरे यिनीहरू तपाईहरुले देख्नु भइरहेको छ नि। यत्रो जनता मारे। अब एकचोटि छोड्दिनुस्, पार्टीहरू छोड्दिनुस्। देश बनेपछि हामी पार्टी बनाउला। तपाई सक्नुहुन्छ तपाई बनाउनुस्, म सक्छु म बनाउँछु। कुनै पार्टीमा जान मन लागेछ नि जाउँला, तर देश बनाऊ है। सबैभन्दा पहिला देश बनाऊ। देश पार्टीले बनाउँदैन, बुझ्नु। हिजो राजाले बनाएको कल कारखानाहरू बेचेर खाने पार्टीले कसरी देश बनाउँछ। आज हामीले तिरेको करमा खेल्ने पार्टीले कसरी देश बनाउँछ। कुन आधारले भन्नुहुन्छ कि एमालेले देश बनाउँछ, कांग्रेसले देश बनाउँछ, माओवादीले देश बनाउँछ। यत्रो जनता मरे, उनीहरूलाई एक थोपो चिन्ता कतै गरेको, चिन्ता व्यक्त गरेको एउटा भिडियो देखाउनुस् ल। कसैले गरे? उहाँहरूलाई त चुनावमा जान पर्याछ, उहाँहरूलाई त जेनजीसँग बदला लिनु पर्याछ, उहाँहरूलाई त सुदन गुरुङ थुन्न पर्याछ। हेरौं त थुनोस्, कहिले थुन्दो रहेछ, कहाँ थुन्दो रहेछ। जहाँ लर जसले युवाहरूलाई छुन्छ, जसले सुदन गुरुङ जस्ता जेनजी पुस्तालाई छुन्छ नि, सक्यो। सम्पूर्ण आमाहरूलाई के भन्न चाहन्छु भने तपाईको छोरा आज यो देशमा यो संसारमा रहेन, तर कसम तपाईको छोराले सबै नेपालीको मन जितेको छ। तपाईको छोराहरू त यति खतरा हुनुहुँदो रहेछ। हामीले अहिलेसम्म वीर गोर्खाली, वीर सैनिक भनेर सुनेको थियौं, पक्कै त्यस्तै हुनुहुन्थ्यो, उहाँहरू त्यस्तै हुनुहुन्थ्यो होला र उहाँहरूको नाम चाहिँ वीर सैनिक हुन गयो, वीर गोर्खाली हुन गयो। यो देशमा के सोचेका थियौं, के भयो, के हुँदैछ, अब के होला, त्यो कुराले चाहिँ चिन्तित बनाउँछ। अहिले घाउको राप केही छैन, मनको राप त्यति धेरै छ। अबको दिनहरूमा कसरी बस्ने, देशलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हामी दिन रात आफ्नो स्वास्थ्यलाई ख्याल राखेर सुत्ने बेलामा म कुदिरहेको छु, म भौतारिरहेको छु देशको अवस्था देखेर। हामीले बनाएको अन्तरिम सरकार
हामी उहाँहरूको माझ हरेक दिन हरेक क्षण हरेक पल उहाँहरूलाई बाटो सडकदेखिबाट सदनसम्म पुगेर सदन त रहेन उहाँहरूको कार्यालयसम्म पुगेर हामी उहाँहरूलाई ढकढकाइरहेको छौँ। हाम्रो माग के अजायत छ भने तिमीहरूको यो माग हुँदैन भनिदिन सक्नु पर्यो। यो हाम्रो माग के हाम्रो लागि मात्र हो, हामी घाइतेहरूको लागि मात्र हो, हाम्रो एजको लागि मात्र हो। यो आन्दोलन के हाम्रो मात्र रह्यो र? अब त यो त आन्दोलन सिङ्गो राज्यको रह्यो, सिङ्गो देशको रह्यो। हिजो अङ्ग्रेजसँग नडरेको हामीहरू, हिजो अङ्ग्रेजसँग लडेर बचाएका हाम्रा पुस्ताको हामी रगतहरू आज यही सरकार कतै अङ्ग्रेजले त खेलाइरहेको छैन कि भन्ने मनमा पर्न थालेको छ। मान्छेको ज्यान त अहिले पूर्व सरकारहरूले पैसामा तोक्न थालेको देख्न पाइयो। योभन्दा अगाडि पनि धेरै मान्छेहरू मारियो, शहीद घोषणा गर्यो, 10 लाख रुपियाँ दियो। के एउटा मान्छेको ज्यान 10 लाख रुपियाँ 15 लाख रुपियाँ रह्यो? देशको पूर्वाधार मार्ने, देशको कडधारहरू मार्ने, देश बनाउने युवाहरू मार्ने 10 लाख दिने 15 लाख दिने चुपचाप गराउन खोजेको हो कि कतै भन्ने लाग्यो। अहिले एउटा खसीको मूल्य, अहिले एउटा च्याङ्राको मूल्य चाहिँ 1.5-2 लाख रुपियाँ पर्न जाने ठाउँमा एउटा युवाको मूल्य जम्मा 10 लाख 15 लाख तोक्ने यो अहिलेको अन्तरिम सरकारसँग नि मेरो धेरै गुनासो रहेको छ।